गड्योलाई देखाइदिनु न। जानु हुँदैछ फिसिङ गर्नु ल। सिआइडी बन्नलाई जाँदैछु गड्यौला। मैले मोती भेटे माछा, ग्रीन कलरको माछा पर्यो। ग्रीन कलरको माछा। माछा मार्न आएको हामीले गङ्गटा चाहिँ भेट्यौँ होइन। क्र्याब्स लगेर पाल्छु के घरमा लगेर। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि तपाईँहरूलाई पनि फेरि पनि मेरो अर्को युट्युब भिडियोमा चाहिँ स्वागत छ। अनि आज चाहिँ हामी फेरि पनि जाँदैछौँ के अरे ट्रिपको लागि होइन। ट्रिप चाहिँ एकदम सर्ट ट्रिप हो, अहिले गएर अनि बेलुका चाहिँ फर्किने। अनि त्यसको लागि चाहिँ हामी जान रेडी भइरहेछौँ। अनि यहाँ चाहिँ मेरो साथी पनि छ होइन, अनि अर्को साथी पनि आउँदैछ। अब अहिले एकछिनमा चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ। कहाँ भन्दाखेरि चाहिँ यही नजिकैको फादामा चाहिँ जान लागेको। अनि यहाँबाट चाहिँ 1-1.5 घन्टामै पुगिन्छ है। अनि त्यो ठाउँको नाम चाहिँ याङदक हो। अब हामी चाहिँ त्यहाँ जान लागेको। अनि त्यहाँ चाहिँ गएर रमाइलो गर्नेछौँ। अनि हाम्रो ड्राई पिकनिक जस्तो पनि हुनेछ। अनि लेट्स सी त्यहाँनिर गएर हामीले के गर्छौँ। फिसिङ गर्न पायो भने फिसिङ पनि गर्नेछौँ। अब हामी चाहिँ त्यहीँ गएर चाहिँ अनि रमाइलो गर्नेछौँ। स्विमिङ चाहिँ हामी अहिले गर्दैनौँ, किनभने अहिले चाहिँ त्यो स्विमिङ गर्ने उसै मौसम छैन क्या, अलिअलि चिसै छ। अनि प्लस समुद्रको पानी अहिले अलिकति चिसै भएको कारणले चाहिँ स्विमिङ गर्दैनौँ। अनि अहिले चाहिँ हामी त्यहाँनिर घुम्न चाहिँ जान लागेको। के भन्नुभयो के अरे, भिडियो बनायो भनेर जहिले पनि किच 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 किच। अब अहिले चाहिँ हामी साथीहरू पनि आउनु भएन। अनि अगाडि गाडीमा हुनुहुन्छ हाम्रो अर्को साथी चाहिँ। अनि हामी 3जना चाहिँ अहिले यहाँ छौँ। अनि अब चाहिँ 2:30 भयो ठ्याक्क। अब हामी चाहिँ याङदकतिर लागेको। अब म एकैचोटि याङदक पुगेपछि चाहिँ भिडियो बनाउने छु। हेलो, अहिले चाहिँ हामी याङदक आइसकेका छौँ होइन फाइनली। अनि यहाँनिर चाहिँ हाम्रो साथीहरू अघि नै भेटेको। चाउचाउ नलाने भने अहिले के गर्ने। अनि अहिले चाहिँ यहाँ रेडी भएर मन्जु यता अर्को साथीको ब्युटिफुल जोडी। त्यहाँ देखाइदिनु न त्यो भित्र गड्योलाई देखाइदिनु न। त्यही अब यही झोलै बोकेर हिँड्यो नि त हामी त। हामी त बोकेर हामी चप्पल फुकाल्ने भनेको बे, चप्पल फुकालेर जाउँ न। अब त त्यहीँ बालुवा हुन्छ, जुत्ता फुकेर को हिँडिराख्छ। हो नि त, त्यही भनेको। अब म जुत्ता फुकाल्छु है, मन्जुको त त्यतिकै छ। यहाँ चाहिँ पुरै यसरी बस्न थालिसकेर रहेछन् होइन। अनि कस्तो राम्रो देखेको यसरी टेन्ट हालेर। पहिला पनि आएको थियो होइन। पहिला चाहिँ हामी क्याम्पिङै गर्ने भनेर आएको थियौँ। अनि अहिले चाहिँ हामी भिलाइन घरबाट यसो घुम्नु भनेर, तर हामीले चाहिँ सोचेको थिएन, एक्सपेक्ट गरेको थिएनौँ कि यहाँ पनि अहिले यति बेला मान्छेहरू क्याम्पिङ गरेर बस्न थालेका छ भनेर। पुरै प्याक छ क्या यतातिर क्याम्पिङ गरेर बस्ने ठाउँमा चाहिँ। अनि अहिले चाहिँ हामी यहाँनिर आइपुग्यौँ है। अनि यहाँ आइपुगेपछि चाहिँ अब यहाँ फिसिङ गर्ने भनेर मेरो बुजुर्गले चाहिँ गड्योलाई बोकेरै आउनु भएको क्या यत्रो डिब्बामा। अनि अहिले चाहिँ हामी आइपुग्यौँ। अनि अहिलेको मौसम चाहिँ अहिले मलाई कस्तो ठिक लाग्यो कि, धेरै गर्मी पनि नहुने अनि धेरै जाडो पनि नआयो के। त्यस्तो बेलामा चाहिँ अरू बेलामा त एकदम गर्मी हुन्छ नि त, अनि त्यही भएर। अनि अहिले चाहिँ यतानिर चाहिँ फिसिङ गर्न थालेको। अनि यहाँनिर चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ होइन। अनि यहाँनिर चाहिँ अब के लिएर आएका खानेकुराहरू चाहिँ खाने भनेर अब फिसिङ गर्ने रे गड्योला बोकेर होइन। त्यो गड्योला चाहिँ हातले समाउने होला। छ्या घिन लाग्छ। होइन पन्जा लिएर आउनुपर्छ, प्लास्टिकको पन्जा। अब लिएर आइन हामी चाहिँ
पुरै कस्तो छाल हानिराखेको छ। त्यहाँ छेउमा गयो भने मलाई अहिले गाली गर्नुहुन्छ होइन, त्यस्तो राम्रो छ कि। अनि हामी चाहिँ यहाँ सोचेकै थिएन आज यसरी बसेको भनेर, बस्नु थालेको छ भनेर क्या। बेन्चर पुरै यतातिर चाहिँ त्यही रुखहरू भएको ठाउँतिर चाहिँ बस्छौँ क्या, पुरै प्याक भइसक्यो पुरै चाहिँ होइन। कोरियनको बच्चाहरू कति मजाले खेल्छ कि पानीको छालमा, डरै नलाग्ने गरेर। हामीलाई कस्तो डर लाग्छ, यहाँ त्यही बानी भइसक्यो नि त, अनि त्यही भएर अनि अब हामी स्विमिङ चाहिँ गर्दैनौँ। अनि अब अहिले चाहिँ जानु हुँदैछ फिसिङ गर्नु। ल अहिले चाहिँ अहिले म पनि त्यहाँ जान्छु होइन, यहाँ बस्छ के हाई 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 हाई। म यहाँ चाहिँ यहाँ जाँदैछु ल, खुट्टा भिजाउनु। छु 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 छु। पानीको छाल। माछा मारेको हेर्नु परेन। माछै छैन त, उ त्यतातिर यस्तो अवलोकन गरेर आउनु पर्यो बिबी है। अब उ त्यतातिर चाहिँ म एकचोटि अवलोकन गरेर आउँछु, तिनीहरूले माछा मारेको छ कि के छ, अनि म भन्छु त्यतानिर चाहिँ। म अब उ त्यता गएर हेरेर आउँछ है, मान्छेहरूले कति माछा मारेको छ कि छैन भनेर। यहाँ त माछै छैन भन्नुहुन्छ होइन, अनि जान्छु त्यतातिर सिआइडी बन्नलाई जाँदैछु। बेब बेब के भयो? है त्यो एउटा बच्चाहरूले उस जस्तो गरेको हो। गड्यो होला। गड्यो होला छ्या। त्यस्तो गड्यो होला छोको हातले म केही पनि खाँदिनँ। अबे त्यो गड्यो होला छोको हातले म केही पनि खाँदिनँ। त्यो त अब भन्नै भमिट आएन यार। छ्या त्यहाँनिर पुग्यो। त्यो बच्चाहरूले यत्रो डिब्बामा छ कि, त्यो डिब्बामा चाहिँ होइन पानी हालेको छ, अनि त्यहाँनिर चाहिँ कस्तो त्यो एक्वेरियमहरूमा पानी माछा जस्तो पनि हो त्यस्तै खालको दुईवटा तिनीहरूले हातले समातेको त्यो त्यस्तो चाहिँ देखेँ। त्यस्तो चाहिँ देखेँ, अरू चाहिँ देखिनँ। अबे यो यस्तो खान्छ त कोरियनले, यो ठुलो बढेपछि खान्छ है होइन। म एउटा दिएर हेर्छु ल। म एउटा निकालेर हेर्छु ल। यस्तै खान्छ यहाँ मात्रै क्या, यहाँ मात्रै न, एउटा ठुलो खालके यहीँबाट जान्छु। मैले मोती भेटेँ, मोतीको दाना यस्तै त हो नि यिनीहरूले खाने। यही हो क्या यिनीहरूले यो भित्र होइन, यस्तो अनि चक्कुले गरेर अनि माइनस गरेर बिचरा कस्तो उस्तो रहेछ। यो भित्र मैले मोती भेटेँ। माछा ग्रिन कलरको माछा पऱ्यो। ग्रिन कलरको माछा के हो यो? लेउ हो माछा 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 भ्याएको त माछा माछा भ्याएको त। अघिबाट हाँसिरहेको कि, अनि म नि हाँस्न मन लाग्यो। भिडियो गर्न भनेको चारैपट्टि लुटेर स्टिच गरेर ल्याउनु पर्यो अरे, गीत बजाएर नाच्ने रे भन्नुभएको।
हाँसे दिलखुस। यहाँ चाहिँ यस्तो ढुङ्गा पाउँछ कि कलर कलरको एक्वेरियममा राख्ने जस्तो होइन। त्यही चाहिँ यता खोजिराख्नु भएको छ। केही हुँदैन, मोबाइल केही हुँदैन। कतिवटा भेट्टायो मन्जु? ए यस्तो ढुङ्गाहरू पाउँछ कि यहाँ यो एक्वेरियममा राख्न होइन, कति राम्रो हुन्छ। जुस खान आउनुहोस्। अहिले निस्किनु भएको लगाइसके आज पेटै खाली भएन हो खाएँ। मलाई एउटा भेटाएन त ग्रिन कलर चिया सिड होइन अर्को के हो र। अनि उसको फ्लेभरमा के फ्लेभरमा दियो उसको चिया सिड होइन के अरे सिड हो त्यस्तै त्यस्तै। असो लिचीको फ्लेभरमा नि निकाल्यो। एकछिन बस्नु पर्यो। ए अघि पानी कहाँ छ भनेको त यहाँ एकछिन नाचेको थक्कै लाग्यो होइन। कहाँ गएको हो त्यो केटी 어디로 가볼까요? नागिन डान्स गरेको 여기 가게요. माछा मार्न आएको हामीले गङ्गटा चाहिँ भेट्यौँ होइन। क्राब्स
बाप्से यो त जिउँदै छ होइन यसले चाहिँ हातमा घटनास्थलमै मृत्यु भएको यो चाहिँ घटनास्थलमै यस्तो डेथ भएछ अलिअलि जिउँदै छ कि क्या हो यो चाहिँ पुरै जिउँदै छ होइन अब माछा नपारे नि यो चाहिँ छ तर यसलाई म लगेर पाल्छु के घरमा लगेर धरे लिएर आइदिउँ त मैले भनेको के गर्ने अब हजुर अब हाम्रो के अरे लास्ट खाने कार्यक्रम भइराखेको छ अब चाहिँ हामी खाएर अझ सुन्दा खाइदिन्छौँ है माछा बेच्नु जान्छ अरे हाम्रो बुढोहरू अनि त्यो पैसाले फेरि यहीँ आउनु खानु त्यो मान्छे त पारेको के कति यहाँ मन्जुसी चाहिँ जुत्ता लाउँदै हुनुहुन्छ अनि उता अर्को साथी पनि जाने तयारी गर्दै हुनुहुन्छ सबै सामानहरू अघिको ठाउँबाट चाहिँ लिएर आएर यहाँनिर राख्नु भइरहेछ अनि हाम्रो दुईजना मान्छेहरू चाहिँ उता जानुभएको छ खुट्टा धुनको लागि होइन अनि अहिले चाहिँ अब हामी फर्किन लागेको अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ अनि आज चाहिँ हामीले यहाँनिर रमाइलो गऱ्यौँ होइन अनि माछा आज पनि माछा त परेन अनि एउटा गङ्गटा दुईवटा गङ्गटा चाहिँ क्र्याब्सले लिएर आउनुभएको थियो कि अनि एउटाले चाहिँ मेरो हातमा टोगी बनिदियो अनि घरमा लगेर पाल्छु भनेको फेरि त्यसलाई त्यहीँ समुद्रमै छोडिदिउँ अनि त्यही भएर अहिले चाहिँ हामी आन्दोङ चाहिँ फर्किन लागेको अब आन्दोङ पुग्दा ओर्दा चाहिँ 9:15 चाहिँ हुन्छ होला अनि अब आजलाई मेरो भिडियो यति नै मेरो भिडियो के कस्तो लाग्छ लाइक सेयर एन्ड कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई